यो घरमा चाहिँ आज हाम्रो पारिवारिक भेटघाट छ। अब आइन्दैछ गाडी पनि तुफान पायो त फ्यामिली पाहुनाहरू आइसक्यो। यो बन्दोबस्त गर्नेलाई आज चाहिँ गोलो आज चाहिँ मेरो काकीहरू पनि आउनुभएको छ। भाउजूहरूले पकाउँछन् त गङ्गा भाउजू ए छट्ट यतातिर पनि अब पाहुना एकछिनपछि भरिन्छ छट्ट छट्ट लो छट्ट मेरो भान्जी फेरि कसले कल गऱ्यो फेरि यतिखेर कस्तो बनायो ड्राफ्ट बियर भन्नु लिनुहोस् न अब चेयर्स गरेर त खानु मासु पोले चाहिँ दामी छ है सरको यार मोमो यार सर सन्ध्याले चाहिँ अब के अरे सब्सक्राइब लाइक कमेन्ट साथीहरूले पनि गराउँछु भनेर भाँडा मान्छौँ आइपुग्यो जहाँ 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 भाँडा मान्छौँ जहाँ जुवाई चाहिँ होइन जुवाई चाहिँ चट्ट फोटो सेसन पनि हुँदैछ यिनीहरूको छट्ट सर र हाम्रो फोटो चाहिँ हुनु लागेको अवस्था फोटो सेसन हुँदैछ हाम्रो मिनी दुङबछा टोली कि ए दामी छ वाइङा मिना चाहिँ गम पाएँ है यो केटाहरू चाहिँ अहिले चाहिँ मासु पोला पोला जस्तो गर्यो नि त यो केटाहरूले अहिले चाहिँ हाम्रो थर्ड फेज चाहिँ कुखुराको पखेटा चाहिँ हामी खाँदैछौँ हारालुच गरेर खाँदैछ यार हारालुच गरेर खाँदैछ लगाइदेऊ न होइन दाजु के गर्छ भन्नेलाई दुईजना चाहिँ अब जाने भयो नम्बरी बस्छ तिम्रो गफ हुन्छ नम्बरी प्रसाद चट्ट फेरि अस्ति बसेको ए हेलो गुड आफ्टरनुन नमस्ते वेलकम ब्याक टु माई च्यानल हजुर। आज चाहिँ यहाँ चाहिँ मेरो पारिवारिक भेटघाट छ यो पछाडिको घरमा त्यस कारणबाट आज हाम्रो चाहिँ पारिवारिक भेटघाट चाहिँ कस्तो हुन्छ भनेर चाहिँ म भिडियो अपलोड गर्नेछु हेरेर साथ दिनु होला हजुर अनि लाइक कमेन्ट नयाँ हुनु चाहिँ सब्सक्राइब पनि गरिदिनु होला हजुर थ्याङ्क यू। यो घरमा चाहिँ आज हाम्रो पारिवारिक भेटघाट छ। अब आइन्दैछ गाडी पनि तुफान पायो त चट्ट अब भित्रको एक्टिभिटी चाहिँ कस्तो छ अब म हेर्छु भित्र चाहिँ डेकोरेसन के कस्तो छ गरिरहेको छ हेरौँ। यो चाहिँ पारिवारिक भेटघाटमा चाहिँ यो दुईजना पनि आइसकेको छ। अर्जेन्ट कता गयो ए ठिकै छ फ्यामिली पाहुनाहरू आइसक्यो। यो बन्दोबस्त गर्नेलाई आज चाहिँ गोलो लगायो केही गरे ल खुट्टी चले यार मलाई चट्ट यार यिनीहरूको खानेकुरो पनि यस्तो छ ओ बाबरक्यू कति बेला पोल्ने हो यस्तो छ ओ त्यति भयो कान्छ भयो अनि खोर्सानी त कति हालेछ भने चट्ट सनक सिंहको सन्तानहरू चाहिँ ठक्क युकेमा आएछ झट्टलाई सर हाम्रो पुरानो सबभन्दा काकी छट्ट यो कोर्स छट्ट आएछ मर्यादा क्रममा म टप 10 मा रहेछु आज चाहिँ मेरो काकीहरू पनि आउनुभएको छ चट्ट मेरो भान्जी मेरो ठुलो बहिनीको भान्जी चट्ट ल अहिले सब्सक्राइब गर्नुपर्छ नि चट्ट ए भान्जी चट्ट भाउजूहरूले पकाउँछन् त गङ्गा भाउजू ए टाउ त साथी हो चट्ट लो यो भित्र बन्दोबस्त अलिक ढिलो भयो आज ल भाइ चट्ट यस यो हाम्रो भर्खर आएको नेपालबाट
चट्ट यतातिर पनि अब पाहुना एकछिनपछि भरिन्छ सट्ट यतातिर सरर हाम्रो सेटअप चाहिँ यो टाइप्सको भएको छ हजुर ल ल छट छट ओइ तँ त के गरेर तँले जिसिएको त खाना लु केटा ल ल यो कोइला सल चाहिँ निका खान्छ यो चाहिँ एकदम के अरे उहाँलाई चित्त बुझेछ भाइलाई खान्छ भुइँमा झर नखाने रे त अहिले भर्खर खाजा खाएर आएको ठिकै छ अनि यता हेरे त्यस्तै अलमोली म त अलमोली खान्छु बानी निकै टाइम लाग्छ कसको त्योबाट तँ एक्लै हिँड्नुपर्छ तँ एक्लै हिँड्नुपर्छ तँ हराउनुपर्छ खालि फोन फोन माग्ने को हो त्यो तँ फोन खेलाउन दिदी खानु न तपाईँ पनि खानुहोस् म त अहिले एकछिन नखाने हेलो अभि हाम्रो काकी पनि आइपुग्यो हाम्रो भान्जी पनि चट्ट छ ए आइपुग्नु भयो कस्तो म बामराङ्गीको राम्रो बोल्नु सिकेँ भने लास्टमा त पोइन्ट त मेरो गइ नै हाल्छ हाम्रो बुहारी पनि ठक्क आइपुग्यो हाम्रो होइन के भयो माइली साइले कुन बुहारीको हो ठुलो कान्छी बुहारी पनि पहिलोचोटि युकेमा आइपुगेको अवस्था छट्ट मेरो भान्जी फेरि कसले कल गऱ्यो फेरि यति कस्तो बनायो ल आउनुहोस् हाम्रो सबैजना चट्ट होइन नि त्यस चोपल आउनुहोस् त्यो ल चट्ट हाम्रो ऐन भतिज आएर चाहिँ मान्छे चाहिँ पुरानै हो सबै काकाहरू परेर दर्शन मात्रै गर्दा गर्दा वाक्कै भयो उसलाई चाहिँ चट्ट मासु पोल्नु पनि सुरु भएको अवस्था दुईजना काका भतिजले दिँदैछ चट्ट आज चाहिँ निकै रमाइलो होला जस्तो छ चट्ट यो के अरे यो कोइला यसको के जाति पो भन्छ तँलाई त के जाति पो हो डिस्ट्रिम्पा यार डिस्ट्रिम्पा र म पनि निकै लामो समयपछि भेट भएको तर योभन्दा म निकै यङ पनि देखेको छु अनि ह्यान्डसम पनि देखेको छु भन्दा फेरि यसले भरे भात खाँदैन त्यो ओके त्यतिको लागि तँलाई ओके ल काका भन्छ चेस अलिकति अँध्यारो भयो त ड्राफ्ट बेयर भन्नु लिनुहोस् न अब चेस गरेर त खानु पर्यो नि मिठो हुन्छ ड्राफ्ट हङकङ है त्यही भएर अरू बेरो झारिसक्यो अनि यही मजा लाग्छ कुन हो र दाइ यो ए स्यामिगल नै हो ए त्यही भएर हङकङको भन त्यही त है स्यामिगल त अन्त पहिलाको पुरानो त्यही त पुरानो यहाँ सब्सक्राइबरहरू आयो मेरो आज बढ्यो आएर चट्ट चट्ट यहाँ चाहिँ गफ हुँदैछ हाम्रो काकीहरू चट्ट ऐन भतिज हाम्रो काकी आज मेरो घरमा त छोराको घरमा चाहिँ बडो रमाइलो भइरहेछ मासु पोले चाहिँ दामी छ है सरको यार आमामा यार सर यार दामी भन्नुहोस्
झट्ट मेरो चाहिँ न्यू सब्सक्राइबरहरू मेरो न्यू सब्सक्राइबरको भिडियो चाहिँ मैले लिनै पर्ने हुन्छ। ए भान्जी कडा छ मेरो भान्जी यार झट्ट झट्ट यता ग हुँदैछ यस हो पार ल्याएको छ उनीहरूले दुईजना पार ल्याएको छ झट्ट चट चट हुँदैछ ए चट्ट कोइला सर यार चट्ट चट्ट भिडियो आउँदैछ यो सन्ध्याको चाहिँ राम्रो भिडियो नझिक्नु पर्यो भन्दैछ यसका कि तेरो राम्रै झिक्दिनु ओके ल त्यसो चाहिँ ल तेरो राम्रो आयो सन्ध्याको राम्रो आयो ल सन्ध्याले चाहिँ अब के अरे सब्सक्राइब लाइक कमेन्ट साथीहरूले पनि गराउँछु भनेर ल एकजना मात्र हो म एकजना मात्रै हो एकजना एउटा त अबोर्सन गरेर जानुभयो ऐन भतिजीले चाहिँ चट्ट पुरानो पल्टनको भाइको छोरा रहेछ हाम्रो भाइ चट्ट मजाले चाहिँ इन्टरभ्यू लिएको अवस्था हामी दाजुभाइ मेरो यो कैलाश भाइ यसलाई कति वर्षपछि भेटेँ यो भाइ भन्ने हो कि तर म भन्दा यो भाइ जस्तै छ म भन्दा बुढो त देखेको छैन फेरि यो सुत्दैन राति त्यो गर्दा मैने दाइ हो फेको नगर ऐन भतिले पानी दिइरहेछ तर हाम्रो मासु पलाइ भइरहेछ हाम्रो विकास सर यार मान्छे लोड्के छ यार चाट हुँदैछ हाम्रो है हजुर भिडियो हेर्दै गर्नु होला नमस्ते बाजे नमस्ते खै यता सुमति नमस्ते हेलो 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 नमस्ते हेलो हेलो ए चट्ट सासू बुहारीहरू भर्खर आयो सब भाँडामा मजाउने यिनीहरूलाई त्यो त्यसलाई त झन् भाँडामा त त्यसले एक थोप खानु पाउँदैन निसाले निसाले ठुल्ठुलो के अरे उसलाई चाहिँ भाँडा मासु आइपुग्यो जा भाँडा मास्नु जा जुवाई चाहिँ होइन जुवाई चाहिँ बस्नु यता ल छिटो जा भाँडा माछ ढोकेर सबैले ढोकेर भाँडा माच्नु जा ल काका हो चिन्छस् अरे यिनीहरू चिन्दो रहेछ त अनि यसले चिन्छस् त चिनिस् नाना दोक स्याबास चट्ट मेसीको लागि साथीहरूले पनि बन्दोबस्त गर्दैछ ल्याएर यही चट्केहरू छ यार यो त फेरि त्यो बाबुक्यूको लागि छट्ट यहाँ हो फेरि अर्को हुँदैछ छट्ट यो अरे भान्जी हरामी खेल्दो रहेछ है ओहो दुईजना निकै राम्रो खेल्दो रहेछ तर पाला चाहिँ नल्याउँदो रहेछ अरे छट्ट बल्लले चाहिँ मजा आएछ न जाडो न गर्मी हावा चलिरहेको अवस्था छट्ट अरे मामा भान्जीको गेम चाहिँ राम्रो छ यिनीहरू चाहिँ पहिलेदेखि यिनीहरू खेलिरहेको रहेछ भन्ने कुरा थाहा भयो ल उहाँहरू चाहिँ मेरो पुरानी खाकीहरू आमाहरू भनौँ छट्ट तिनजना हुनुहुन्छ अनि बिचको यङहरू चाहिँ बुहारीहरू बहिनीहरू छन् अनि मेरो भतिज सिनियर भतिज हो तर सिनियर हुनुहुन्छ छट्ट ल आज रमाइलो हुने भयो पुरानो मान्छेहरूसँग भेटेर चाहिँ छट
उता चाहिँ पुराने मान्छे हुन्छ, यता चाहिँ यङहरूले चाहिँ अब मेसिङ चट्ट बाबक्यू पकाउने टोलीहरू। यो चाहिँ सबै मेरो भाइ भतिजाहरू चट्ट यिनीहरू केटाहरू लोर्के छ चट्ट यिनीहरूले राम्रो गर्छ ल्याएर त काम गर्नु भनेपछि यिनीहरू त बफ रे बफ स्याबास। ल रमाइलो हुँदैछ, चट्ट फोटो सेसन पनि हुँदैछ यिनीहरूको छट्ट सर र। अब चाहिँ हाम्रो चाहिँ रमाइलो हुनु सुरु गऱ्यो है, चट्ट अब चाहिँ हाम्रो रमाइलो हुन्छ। अब चाहिँ पारा आउनु सुरु गरेको छ चट्ट हाम्रो चाहिँ भिडियोहरू चाहिँ सुरु भइरहेको छ दुम्बाछा टोलीहरूको चाहिँ चट्ट। ल चट्ट हामी चाहिँ दुम्बाछा टोलीहरू चाहिँ मिनी दुम्बाछा चाहिँ भेट भयो, बिग चाहिँ भएन, सानो चाहिँ भेट भयो है चट्ट हाम्रो चाहिँ। हैट दामी हुँदैछ मिनी दुम्बाछा टोली कि जय। दामी ठुलो चाहिँ भएन सबै भएन, तर सानोको चाहिँ हाम्रो भयो। यस यहाँ चाहिँ गुन्जन मिस भयो। वाइङा मिनाची गम्पामे है, मिनाची गम्पामे वाइङा लाजी तिरेको मिनाची इङे। यो केटाहरू चाहिँ अहिले चाहिँ मासु पोला जस्तो गऱ्यो नि त यो केटाहरूले। अहिले चाहिँ अघि यो कोइलाकै ल्याउनु पर्दैछ अब यो त सेकेन्ड सिनियरै पऱ्यो यो। तर मभन्दा झन्डै जेठो हो कि भन्नु चाहिँ मैले भन्दिनँ, हो नै भन्नु चाहिँ यो भिडियोमा चाहिँ भन्नु हुँदैन क्या, यो घरैमा पऱ्यो अरू बेला क्या चाहिँ त्यो चाहिँ रमाइलो हुन्छ। आफ्नो ग्रुपमा छौँ, बुढा मान्छेहरू ग्रुप। आज सबभन्दा खुसी चाहिँ काकीहरूसँग भेट हुने मौका पायो, त्यहाँदेखि चाहिँ दामी लाग्यो मलाई चाहिँ। आज मेरो दुःख चाहिँ यति थियो कि तर काकीहरू भएर चाहिँ मलाई यो दुःख चाहिँ चट्ट हरायो, टेन्सन हरायो है। र हाम्रो थर्ड फेज चाहिँ कुखुराको पखेटा चाहिँ हामी खाँदैछौँ। हाम्रो मिठो हुँदैछ, गङ्गा मजाले हाँसिरहेको देख्दैछु मैले यहाँबाट। चट्ट सन्ध्या हात उठा, त कहाँ छस्? त्यो त्यहाँ रहेछ चट्ट। फेरि के जाति अब यो मरो यहाँ बुढिहाल्छ नि चट्ट। डिस्टिम्पा पहिले त कन्ठ बनाएको थियो नि, यो मसँग कन्ट्याक्ट नगरेर यो चाहिँ डिस्टिम्पाबाट हराएको नि त। यी तँ चाहिँ के जाति अरे? हारा लुच गरेर खाँदैछ यार, हारा लुच गरेर खाँदैछ क्या त। फेरि बदनाम गऱ्यो भन्छ यिनीहरूले। लगातार हामी भेट्दै जानुपर्छ है। अनि भतिजले अहिले नजाऊ भनेको यार, मान्छे जानु खोज्दैछ, बिदाय माग्दैछ सबै। ओइनेपाको छोरा ओइन यो छोरो बस्नुपर्छ भने हिँड्नु खोज्छ यार। ल नमस्ते गरेको छ यार, 10 चोटि नमस्ते गरेको छ क्या यार, बस्ने भनेको यार। होइन हाम्रो दादाले के गर्छ भनेर मनमनीले रसोटी खाने सुन्दै छ, मैले उठाइदिएँ। ए तैँले है म त मुखतिर हेर्दै थिएँ यसले। दाजुलाई यहाँ राखिदिन्छु ल। के म यो नामै थाहा भएन यो। दही यो यस्तो। के लगाइदेऊ न। होइन दाजु के गर्छ भन्नेलाई चट्ट हाम्रो चाहिँ पारिवारिक गफ हुन्छ, के पाछा के हो भन्ने कुरो चाहिँ हाम्रो हुँदैछ। हाम्रो दिपक सर पनि अलिकति अगाडि आएदेखि चाहिँ राम्रो हुने सौभाग्य थियो। दिपक सर उतापट्टि
बिचमै पर्यो नि त बिचमै बिचमै पर्यो छोटो हाम्रो भिडियो आइरहेको छ निशाले 2 शब्द अब दिन्छ उता भिडियो हेर्नु खान निशा थोरै खाएको जस्तो गर्नु दुनी भनेको तेस्रो चोटि हो त्यस्तो लाग्छ सबभन्दा उता गरेर चाहिँ हाम्रो सन्ध्याको चाहिँ भिडियो राम्रो आउनुपर्छ राम्रो हेर्छ फेरि उता फर्के त्यो हेर नि त्यो त उता फर्के हेर हजुर कार्य व्यस्तताले गर्दा होइन फर्किनै पर्ने भयो नत्र त आज बडो रमाइलो हुन्थ्यो नि त काकाको फुलबारी हो नि काका र हाम्रो 05 इन्टेकमा लागेको भए हजुर अनफर्चुनेटली नेपालको थ्याङ्क यू दिपक जा जा ल यो दुईजना चाहिँ अब जाने भयो नम्बरी बस्न तिम्रो गफ हुन्छ नम्बरीहरू दुईजना चट्ट यो दुईजना चाहिँ जाने भयो चट्ट बिचरा उहाँहरू एकदम सानो मन गर्दै हुनुहुन्छ चट्ट के सिनियर र म चाहिँ मनमनै जान्छ भने जा भन्दैछौँ हामी होइन मनमनै जान्छ ल बिदा मागे यिनीहरूले यसले चाहिँ जा भन्दा पनि जाँदैन यो चाहिँ ढकाल्नु सुरु मैले पनि ढकालेको भने यो त राई जस्तो बोले त ढकाले भनेर बोले दुईचोटि नै त्यहाँदेखि काबु हिँडेको त्यो बाटो हिँड्नै छोडेको यसको यो होइन मान्छे फाइटर जस्तो छ नि त यो यसको कानमा लगाएको तेरो त्यस्तो भयो भाइ छवि ल्याइदियो म त्यो बाटो हिँड्दिनँ काबु भने यसको तेरो यो मान्छे नि चट्ट अब स्याम्पेन चाहिँ निशाले चाहिँ उसको दाइले घर किनेको उपलक्ष्यमा चाहिँ होइन न कन्टिन्यू निशाले चाहिँ उसको दाइले चाहिँ घर किनेको उपलक्ष्यमा चाहिँ बधाई स्वरूप चाहिँ स्याम्पेन चाहिँ फोड्न लागेको अवस्था यो मलाई पनि अचम्म लाग्यो ल दियो छ अचलाई यस्तो चट च्याम्पेन स्याम्पेनले फोड्छ चट ल छट मेरो पनि अनुहार छाट झिक्नु पर्यो छाट यो लोरकै देख्दो रहेछ यहाँ चाहिँ छाट ल यहाँ चाहिँ छाट ज्वाइँ पनि छाट प्रेस भाग्दैछ यो बोजूहरूलाई दे होइन स्याम्पेन त हुन्छ नि त्यो अल्कोहल होइन नि त्यो अल्कोहल होइन प्रसाद चट्ट प्लास्टिकको सानो छ कपहरू हुन्छ नि ठाडो घाँटी हो सबैले दिने ठाडो घाँटी होइन न त्यो भाउजूले दे फेरि अस्ति बसेको ए जाइन्जो आज यो ऐतिहासिक दिनमा यहाँ सम्पूर्ण उपस्थित हुनुभएको खण्डमा ओके
यो घर तपाईँहरूलाई कस्तो लाग्यो भन्नुहोस् त यो घर राम्रो हुनुको कारण चाहिँ यी तीनजना बोइजहरू भाइ भतिजाहरू छन् त्यसले गर्दा यो तीनजनाको म नाम चाहिँ फट गर्छु कल आउट गर्छु अनि त्यो तीनजना अगाडि आउने अनि त्यसपछि मैले के भन्छु हाउस ओनर विप्रसले चाहिँ मैले जे भन्छु त्यही मान्ने हो के यो घर सबभन्दा राम्रो हुनुको लागि चाहिँ पुराने थर्ड सिनियर विकास राई यहाँ त्यसपछि यो घरलाई अझै राम्रो बनाउने हुनुहुन्छ भुवन सिंह राई पेट अलिक लुकामै हेर त्यसपछि यो एकछिन सास नभए बनाउने चाहिँ दीपक राई त्यसले गर्दाखेरि यो घर यति राम्रो बनाउने चाहिँ मेन हात चाहिँ राम्रै थियो सुगन्ध थप्ने राम्रो बनाउने चाहिँ यो तीनजनाको मेन हात छ है त्यसले गर्दा चाहिँ विप्रसले चाहिँ पुरा यो अङ्कलहरूलाई चाहिँ यो गिफ्टहरू दिने अङ्कल दादा दाइ र काकालाई नखाने मान्छे पनि आज राति गएर खालास् त्यस्तो थ्याङ्क यू भेरी मच यति नै हो चाहिँ यो तीनजना है यो घर चाहिँ सुन्दर बनाउने चाहिँ यहाँ कन्ट्याक्ट नम्बर पनि हालिदिने बेला भयो योभन्दा धेरै भाषण नगरौँ होला है चट्ट हाम्रो डिनर चाहिँ सुरु भयो तर काकीहरूले खानुभएको त के हो यो हाम्रो कान्छी काकीको भएछ तर फेरि धेरै खाएको जस्तो देखिन्छ काकी ओहो अहिले सन्ध्याले थोरै खान्छ यसले चाहिँ त्यो चाहिँ राम्रो छ यसको बानी चाहिँ यो अलि निकै राम्रो देखेको छ यो राम्रो छ भन्दै अब हाम्रो भिडियो चाहिँ अब अन्त हुन लाग्यो चट्ट ल सनक सिंहको नाति पनाति बुहारी झनक सिंहनीहरू यहाँ सट्ट भएको अवस्था चट्ट ल ए तिमीहरू हाँस न त्यहाँ ए सेकेन्ड सिनियर हाँस सट्ट हाँस यो नहाँस्ला जस्तो अगाडि बसेर चट्ट ल